बाल बालिकाका लागि ल्याएको खाद्य सामग्री भन्सारमा जफत, युवती आक्रोशित। दर्शकबिन नमस्कार, म तेजेन्द्र विशी। अहिले तपाई त्रिपल मिडिया हब हेर्दै हुनुहुन्छ। बाल बालिकाका लागि ल्याएको खाद्य सामग्री भन्सार कार्यालयले जफत गरेपछि एक युवती आक्रोशित बनेकी छन्। सामाजिक सञ्जालमा सार्वजनिक भएको एक भिडियोमा उक्त घटना सम्बन्धी दृश्य देखिएको छ, जसले अहिले व्यापक चर्चा पाएको छ। भाइरल भिडियो अनुसार युवतीले आफूले बाल बालिकाका लागि ल्याएको खाद्य सामग्री भन्सारले रोकेको भन्दै आपत्ति जनाएकी छन्। हामीले यति दिन भने अर्कोले केही भन्छ, अर्कोले चाहिँ हामीले काम गरेर ड्युटी गरेर सर्च गराइदिनु, हामीले ड्युटी गरेर बच्चाको खुसीको लागि ले गयो। ठीक छ हजुर, अन्त जान दिनु फेरि पैसा दिनु यति नारादेखि ल्याएको। उक्त सामग्री जफत गरिसकेपछि युवती र सुरक्षाकर्मी बीच केही बेर विवाद समेत भएको देखिन्छ। युवतीले सामान मानवीय प्रयोजनका लागि ल्याएको भन्दै छुट दिन आग्रह गरेकी थिइन्, तर भन्सार कार्यालयका कर्मचारीहरूले आवश्यक कागजात बिना ल्याएको सामानलाई नियम अनुसार नियन्त्रणमा लिनुपर्ने बाध्यता रहेको बताएका छन्। अरु भएको भन्ने पनि यहाँदेखि म हजुरलाई के भन्छु भने नेपाल सरकारबाट सामान उस्तलाई ब्यान गरेको तपाईँले सूचना मेरो कुरा सुन्नु पहिले। हजुरले न्युज समाचार हेर्नु भएको छ हजुरले बुझ्नु भएन, पढे लेखेको मान्छे हो। 100 रुपियाँभन्दा बढीको सामानको भन्सार भनेको त्यो भन्सारमा पर्दैन बहिनी, यो भन्सारमा पर्दैन त। हजुरले बुझ्नु न, यत्रो पढे लेखेको मान्छे किन नबुझ्नु? नेपालमा पाइयो क्या, हजुरले पुरै बुझ्नु। केही पनि बुझ्नु छैन, छोड्नु के बच्चाको लागि हो भनेर अरूको लागि उनीहरूका अनुसार विदेशबाट ल्याइने सामानमा निश्चित मापदण्ड र प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ। नेपाल भन्सार सम्बन्धी नियम अनुसार विदेशबाट ल्याइने सामानमा बिल वा रसिद अनिवार्य हुनुपर्छ भन्ने, निश्चित मूल्य भन्दा बढी सामानमा कर तिर्नुपर्ने व्यवस्था छ। साथै धेरै परिमाणमा ल्याइने सामानलाई व्यावहारिक मानिने भएकाले थप कडाइका साथ जाँच गरिन्छ। तेल लुकाएर राखेको रहेछ। तेल बेन्डी छ, ब्यान्डेज पैसा कहाँ करो। यसै गरी सर्वसाधारणलाई सामान ल्याउँदा आवश्यक कागजात साथमा राख्न, नियमको जानकारी लिन तथा भन्सारमा अनिवार्य रूपमा घोषणा गर्न सम्बन्धित निकायले आग्रह गर्दै आएको छ। नियम उल्लङ्घन भएको सामान जफत हुने वा अन्य कानूनी कारबाही समेत हुन सक्ने प्रावधान रहेको छ। उक्त घटनाले एकातिर भन्सार नियमको कडाई देखाएको छ भने अर्कोतर्फ मानवीय पक्षलाई पनि विचार गर्नुपर्ने बहस सुरु भएको छ। स्थानीयहरूले यस्ता अवस्थामा नियमसँगै संवेदनशीलता अपनाउनु पर्ने बताएका छन्। यस विषयमा सम्बन्धित निकायबाट थप स्पष्टीकरण
आउन बाँकी रहेको छ तबसम्म तपाईले हाम्रो त्रिपल मिडिया हबलाई फलो गरेर सबै नेपालीहरूको माझमा यो भिडियो शेयर गरिदिनु होला ताकि तपाईहरूको एक शेयर र एक लाइकले गर्दा हामीलाई भिडियो बनाउने हौसला मिल्छ।